हरेक नयाँ दिन आशा ल्याउँछ, तर केही निर्णयहरूले कसैको जीवन पलभरमै बदल्न सक्छ। हाम्रो कहानी एउटै विश्वविद्यालयका विद्यार्थीको हो। यिनी हुन् विक्रम र आर्यन, मुख्य अपराधी। यिनी रिया हुन् पीडित। यिनी आकृति हुन् सहयोगी मित्र। उहाँ मिस सृष्टि वकिल। यी पात्रहरूको कहानी अब सुरु हुँदैछ। हाम्रो कलेजको छ तिमीले चिन्छौ? चिन्छु, मेरो क्लासको साथी हो। यार यसको आइडी पाए त? के हो, आइडी चाहियो? दिइहाल्छु नि साथीहरूलाई, किन नदिने होला। ल भन्छ त भइहाल्यो। आइडी दियो है मलाई। एसएस गर्नु पर्छ भने त। ल आज कलेज ड्रेसमा साह्रै राम्रो देखाइदियो त। के हो हेर्दै रहेछ कि हाम्रो क्लासको त होइन, यो ड्रेसको पनि कुरा गरेछ। म गर्दिनँ, दिमाग खराब भइसक्यो। किन त्यस्तो इग्नोर रिप्लाई दिउ न। को रहेछ कि अघिदेखि मेसेज गरेको गरेछ, नचिनेको मान्छे ब्लक गरिदिन्छु सिधै। खै एउटै मान्छे त होइन, अघिदेखि मेसेज गरेको गरेछ, भोइस मेसेज पनि पठाउन छ। ओइ रिया, कलेज आएदेखि कति फोन चलाइरहेको कि हेरेर त के हेरेछौ? के छ नि, कस्तो फोन तानेको? र हिँड फेरि गाजा खान जाऊँ त? जाँदैन। तिमीलाई मैले कति दिनदेखि हेरिरहेको छु, तिमी केही कुरामा पनि इन्ट्रेस्ट देखाउँदैन। के भएको छ? के भएन, अहिले टाउको दुखे त्यति मात्रै हो। के भएको छ भने भन। कस्तो किचित गरे हो के? हेर्न यार विक्रम, यार यो एरियालाई जति फेक एकाउन्टबाट एसएमएस गरे पनि भालै दिन्न यार। कति गर्न खोजे एसएमएस गर्नु खोजे भावै दिन्न कि। यसको त अगाडि झार्नु पर्छ जस्तो छ के। झार्नु पर्छ राजा, ढुक्क हुन। मैले फोटो बनाउन आउँछ, मलाई फोटो बनाएर हालिदिउँला, त्यसपछि सब खत्तम भइहाल्छ नि त्यसको अगाडि। ठिक छ, तँ फोटो बना, म फेक एकाउन्ट बनाउँछु, त्यहाँबाट हालिदिनुपर्छ ल। यसको अगाडि झार्नु पर्छ क्या। झार्नुपर्छ, झारिदिने हो कि। ढुक्क हो तिमी। हेर त आर्यन, मैले फोटो बनाएको कस्तो छ? दामी छ यार, मलाई पठाउ त ल। ल पकाउ है त। ल आयो होला। आयो हेर न, कस्तो दामी छ कि यार। हालिदियो पोस्ट गरिदिउँ त? गरिदियो ल पोस्ट गरिदियो ल। रिया होइन? हेर न यसको फोटोहरू। हेर न, आकृति मेरो फोटोतिर अपलोड गर्दैछन्। मैले पनि देखेको थिएँ रिया, कसरी भयो यो? खै 3-4 दिन अगाडिदेखि नै मेरो फोटो अपलोड गर्दै थिएँ। मलाई नराम्रो पनि मेसेज गर्न थियो अननोन नम्बरबाट। अगाडि मलाई किन भनेर म सोधिरहेको थिएँ नि तिमीलाई। मलाई डर लागिरहेको थियो, म के गरौँ? अब यो हामीले सहेर त बस्न होइन, अब हाम्रो त म्याम हुनुहुन्छ नि, ल पनि अब उतै जाऊँ है। नमस्ते, हजुरसँग काम थियो। नमस्ते, रिया के भयो तिमीलाई? किन रुँदै हुन्छौ कि छैन हो? उसको अब फेक आइडीबाट मेसेजहरू आइरहेको थियो, अनि स्टार्टिङमा त उसले इग्नोर गरिरहेको थियो होइन। अहिले चाहिँ एकदमै नराम्रो फोटोहरू पब्लिक गर्दैछ क्या। ओहो रिया, भन्नुपर्छ नि यस्तो कुराहरू त। मलाई डर लागेको थियो मिस, अब अहिले आएर मेरो फोटो चाहिँ यस्तो अपलोड गर्दैछ, म के गर्नु? डराएर हुँदैन नि, गल्ती तिम्रो होइन, गल्ती उनीहरूको हो। त्यसरी फोटो अर्काको बिगारेर हाल्नु उनीहरूको गल्ती हो नि त। तिम्रो गल्ती यो मात्र हो कि तिमीले यो कुराहरू लुकाएर राख्यौ। हेर अब के गर्नु पर्यो त? अब जे हुनु भइसक्यो, नरौ तिमी। अब चाहिँ हामीहरू सबै प्रमाण जुटाएर चाहिँ हामीहरू साइबर ब्युरोमा चाहिँ अनलाइनमा उजुरी गर्नेछौँ। सबै प्रमाणहरू जुटाउनतिर लाग्नु पऱ्यो हामीहरू। पहिले सबै प्रमाण जुट्यो भने चाहिँ हामीहरू ब्युरोमा गएर अनलाइन उजुरी गर्नेछौँ, र उजुरी गरिसकेपछि बाँकी प्रोसेसहरू उहाँहरूले नै पुरा गर्नुहुनेछ। र यसको पछाडि चाहिँ को छ अपराधी उहाँहरूले पत्ता लगाउनुहुनेछ। तिमीहरू डराउनु पर्दैन। नेपालको विद्युतीय कारोबार ऐनअनुसार चाहिँ अपराधीहरूलाई सजाय मिल्नेछ। तिमीहरू निर्धक्क भएर जाऊ नानीहरू। थ्याङ्क यू। हस्, तिमी पनि रियाको ख्याल राख है। ओइ आर्यन, त्यो अस्ति भनेको वाला केटीहरूलाई त तिनीहरूले त वकिल म्यामले भने जस्तो छ त। नडरा नि, के होइन, फेक एकाउन्टबाट एसएमएस गरेको कसले थाहा पाउँछ र? त्यो के हुन्न नि, केही पनि हुन्न त्यस्तो हो, केही हुन्न। फेक एकाउन्ट कसले थाहा पाउँछ त्यस्तो? भाइहरूले डराउनु परेन। ओगान्छ
के हो त तिम्रो त उजुरी परेछ त यार पुलिस स्टेसनमा के को हुँदैछ केटी जिस्काएको अनलाइन हेरेसमेन्ट गरेको फोटो अपलोड गरेको होइन सर हामी त्यस्तो गरेको छैन हामी विद्यार्थीहरू त के हो पारा यस्तो तिम्रो यो त भएन नि त तिमीहरूको आइपी एड्रेस यहाँ लिङ्क भइसकेछ मेरो मोबाइलमा देखाउनु पर्छ कि होइन हामी छैन हामीले गलत इन्फर्मेसन रोक तिमीहरूको अहिले दिनमा तारा देख्छौ तिमीहरूलाई बोलाउँछु म तिमीले जो केटीलाई मेसेज गर्यौ जो नानीलाई मेसेज गर्यौ उसलाई बोलाउँछु अनि त्यसपछि थाहा हुन्छ के हुन्छ ल बहिनीहरू आऊ त के भनेको उसलाई के गरेको तिमीहरूले अब जान्छौ तिमीहरू खोरभित्र शक्ति पुग्छौ तिमीहरूको जिन्दगी बर्बाद भयो हिँड सबजना हिँड समाज केटा अरूको उक्साहटमा लागेर साइबर अपराधमा साथ नदिउँ इन्टरनेट रचनात्मक कामको लागि प्रयोग गरौँ कसैको जिन्दगी बर्बाद गर्नको लागि होइन फेक आइडी वा VPN प्रयोग गरेर अपराध टुक्छ भन्ने भ्रममा नपर्नुहोस् प्रहरीले तपाईँको हरेक डिजिटल गतिविधिलाई ट्र्याक गर्न सक्छ र तपाईँको एउटा सानो गल्तीले भविष्य पनि बर्बाद हुन सक्छ असल साथी त्यो जसले कुनै पनि समस्या आइपरेमा मद्दत गर्छ यदि तपाईँको साथी कुनै पनि अनलाइन दुर्व्यवहारमा परेको छ भने उसलाई नहचाउनुहोस् बरु प्रमाण जुटाउन र उजुरी गर्न मद्दत गर्नुहोस् अनलाइनमा कसैले दुःख दियो भने कहिले नि नडराउनुहोस् तपाईँको मन तान्ने अपराधीको मनोबल हुनसक्छ त्यसैले तुरुन्तै आफ्नो अभिभावक या साथीहरूसँग गएर कुरा गर्नुहोस् अनलाइन माध्यममा कसैको चरित्र हत्या गर्नु वा मानसिक यातना दिनु रमाइलो होइन यो साइबर अपराध हो र यस्ता गतिविधि गर्ने व्यक्तिहरूलाई नेपालको विद्युतीय कारोबार ऐन अनुसार 5 वर्षसम्म कैद वा 1 लाख रुपैयाँसम्मको जरिवाना हुन सक्छ वा दुवै हुन सक्छ त्यसैले सचेत रहौ र इन्टरनेटको सही सदुपयोग गरौँ मौका तोडौँ न्यायको बाटो रोजौँ साइबर अपराधीलाई कानुनी कठघरामा खोजौँ